यहाँ आउनुभएका सम्पूर्ण साथीहरू यहाँ छौँ हैन हामी पुगेर चाहिँ खाना पकाएर खाएको छौँ अहिलेसम्म यो ठाउँमा अब यस्तै छु हल्लेर हिँडिरहेको छु म रोमानियाबाट आएको मेरो चाहिँ अब के कुराले के मिस्टेक भएको भएर चाहिँ तपाईँलाई चाहिँ रिटर्न जा भनेर चाहिँ उनीहरूले तपाईँको एउटा कमिसन दिनुभएछ होइन कमिसनमा चाहिँ तपाईँको के भयो पास हुनु भनेपछि नेपालीहरूलाई चाहिँ यहाँ डकुमेन्टहरू कार्डहरू बन्नलाई चाहिँ कतिको सम्म कुर्सियादेखि आएको र यहाँ चाहिँ म आएको चाहिँ कुर्सियाबाट आउँदाखेरि जुन बाटोमा आउँदाखेरि चाहिँ त्यहाँका पुलिसहरूले चाहिँ थोरै नेपाली अन्य नेपाली होस् या अन्य देशका नागरिकहरूलाई चाहिँ धेरै दुःख दिन्छ भन्ने सुनेको थिएँ यो के सत्य हो स्टार्टिङमा चाहिँ कुर्सिया आएको थियो र कुर्सियामा चाहिँ म चाहिँ इलिगल भएँ मेरो चाहिँ डकुमेन्ट बनेन र प्रोसेस गर्दाखेरि चाहिँ लुटपाट अनि मान्छे मार्ने पनि धेरै घटनाहरू घटेको सुनेको थिएँ तपाईँलाई चाहिँ कुरेसियामा चाहिँ कस्ता खालका समस्याहरू चाहिँ थिए धेरै नेपाली दाजुभाइहरू हुन्छ कुरेसियामा चाहिँ कामको सिलसिलामा जानुभएको होइन त्यहाँ चाहिँ कस्ता खालका प्रब्लमहरू छन् र त्यो देश छोडेर आउनुपर्ने बाध्यता छ नेपाल काम गर्ने नेपाली नागरिकहरूले चाहिँ धेरै दुःख पाउनु भएको छ त्यसैले त्यहाँ त्यो देश छोडेर चाहिँ विभिन्न देशमा शरण लिन आउनुहुन्छ वा कामको सिलसिलामा नमस्ते साथीहरू वेलकम टु माई भ्लगमा टिपी लम्सरमा स्वागत छ तपाईँलाई आज पनि तपाईँको लागि मैले एउटा नयाँ भ्लग लिएर आइसकेको छु होइन एकदम इन्फर्मेसन भिडियो छ होइन तपाईँहरूलाई चाहिने भिडियो छ कोही पनि यहाँ आउन चाहनुहुन्छ वा तपाईँहरूको लागि के समस्याहरू के भोगाइहरू भोग्नुपर्छ भन्ने कुराहरू चाहिँ आज साथीहरूबाट चाहिँ तपाईँहरूले सुन्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ उहाँहरू चाहिँ हाम्रो साथीहरू होइन यहाँ चाहिँ नमस्कार साथीहरू सबै सन्चै हुनुहुन्छ हार्दिक स्वागत गर्न चाहन्छु यतिखेर तीर्थबाईको लाइफमा हामी के अरे ब्लगमा चाहिँ हामी इटाली आउनुभएका सम्पूर्ण साथीहरू यहाँ छौँ हैन हामी यसरी चाहिँ अब समुद्रको किनारमा चाहिँ खाना पकाएर आगो फुकेर चाहिँ खाना पकाएर खाएको छौँ भर्खर अब खाइसकेका छौँ खाइसकेर हामी अब बस्ने ठाउँको गन्तव्यतिर छौँ होइन यतिखेर सबैजना चाहिँ एकदमै कहाँदेखि धेरै ठाउँबाट चाहिँ आउनु भएको छ नि यहाँ इटालीमा धेरै दुःख पाएर आउनु भएको केटाहरू सबको आफ्नो बेला छ ठिक छ सुन्न कसको के छ सबै सुनाइदिनु होला भनेर चाहन्छु है त हजुरको शुभ नाम चाहिँ मेरो नाम मनोज गुरुङ म चाहिँ रोमानियादेखि आउनु भएको हजुर आएको 1 महिना भइसक्यो हजुर अहिलेसम्म यो ठाउँमा अब यस्तै छु हल्लेर हिँडिरहेको छ यहाँ चाहिँ एकदम सजिलोमा आफ्नो बाँकीको कुरा हो सजिलोमा एकदम सजिलो छ गाह्रोमा एकदम गाह्रो छ है अब कोही आएको भोलि दिनमै आफूले अब पेपरको लागि एप्लाई गर्न सकिन्छ हुन्छ पनि तर हामीले अहिलेसम्म चान्स पाएको छैनौँ हामी त्यही पेपरको लागि भौतारिरहेका छौँ उहाँ हुनुहुन्छ उहाँ म यतातिर लागेँ उहाँको बारेमा थोरै जानकारी दिनुहोस् मेरो नाम बादल गिरी हो बादल गिरी म रोमानियाबाट आएको मेरो चाहिँ अब 4 महिना भयो कागजपत्र बनाएको छैन मलाई चाहिँ रोमानिया नै वापस जा भनेर चाहिँ यहाँबाट चाहिँ अथोरिटीले दिइसकेको छ अब म चाहिँ भनेको अब न उता जान सक्छु न यहीँ बस्न सक्छु अब कुनै अब ठेगानै छैन तपाईँलाई चाहिँ के कुराले चाहिँ तपाईँलाई चाहिँ ब्याक गराएको थियो मतलब तपाईँलाई चाहिँ कस्तुरामा जाँदाखेरि चाहिँ के कुराले के मिस्टेक भएको भएर चाहिँ तपाईँलाई चाहिँ रिटर्न जा भनेर चाहिँ उनीहरूले भनेका थिए मलाई चाहिँ टिआरसी कार्डको कारणले गर्दाखेरि चाहिँ रोमानिया नै वापस जा भनेको चाहिँ भनेपछि टिआरसी कार्डमा थोरै प्रब्लमहरू देख्यो भने चाहिँ फर्काइदिँदो रहेछ हजुर फर्काइदिँदो रहेछ तर मेरो टिआरसी चाहिँ डेट एक्सपायर भएको ल फेरि हामी अर्को साथीतिर लाग्दैछौँ नमस्कार रोमानियाबाट हो अहिले हाल इटालीमा आएको मलाई समथिङ 8 महिना भयो मैले चाहिँ पेपरहरू चाहिँ दिएको छ लिगल रूपले बस्न पाएको छ तर यहाँको टिआरसीको लागि प्रोसेसिङ छ सेकेन्ड कमिसनको लागि तयारी गर्दैछु अब यही हो समुद्रको किनारमा बस्ने हो साथीभाइ सबै भेला भएर चाहिँ हामी खानाको लागि आएको थियो अब खाना लागेर चाहिँ हामी अब गन्तव्यतिर जान्छौँ त्यही हो एकछिन अब तपाईँको एउटा कमिसन दिनुभएछ होइन कमिसनमा चाहिँ तपाईँको के भयो पास हुनुभयो या कमिसनमा चाहिँ मेरो के भयो भन्दा चाहिँ कमिसनमा चाहिँ मेरो फेल हो त्यसमा वकिल लाएर एप्लाई गर्नु पऱ्यो एप्लाई गरिसकेपछि त 3 वर्ष अब सेकेन्ड कमिसनको लागि 3 वर्ष वेट गर भनेको छ वकिलले त्यसपछि भनेको 3 वर्षपछि सेकेन्ड कमिसन 3 वर्षपछि चाहिँ टिआरसी आउन सक्छ भनेपछि सेकेन्ड कमिसन भन्दा नि दोस्रो पटक चाहिँ कोर्टमा अपिल गर्नुपर्ने हुन्छ कोर्टको लागि वकिल एप्लाई गर्नुपर्छ सरकारी वकिल लिनुपर्छ भनेपछि नेपालीहरूलाई चाहिँ यहाँ डकुमेन्टहरू कार्डहरू बन्नलाई चाहिँ कतिको सम्भावना छ नेपालीहरूलाई चाहिँ भने चाहिँ सम्भावना अलिक कमै छ तर आफ्नो केस अनुसार हुन्छ होइन नपाउने होइन पाउँछ इटाली सरकारले दिएको छ यस्तो हाम्रो यहाँको कार्ड नभए पनि हाम्रो एउटा काम गर्ने पेपर चाहिँ यहाँको इटाली सरकारले दिन्छ
त्यो पेपरले हामी 7 वर्षसम्म बस्न पायौँ। अनि हाम्रो जो नयाँ साथी हुनुहुन्छ उहाँलाई चाहिँ स्वागत गरौँ। नमस्ते, मेरो नाम चाहिँ सार्जन पुर्ज र म चाहिँ कुर्सियादेखि आएको र यहाँ चाहिँ म आएको चाहिँ 3 दिन भयो र म चाहिँ अहिले बसिरहेको छु यता उसमा होस्टेल बसिरहेको छु र यहाँ म चाहिँ कुर्सियामा चाहिँ शरण लिनको लागि आएको छु र म चाहिँ आज चाहिँ बिदा छ स्याटरडे अनि सन्डे भएको कारणले गर्दाखेरि चाहिँ अब भोलि चाहिँ मन्डे चाहिँ तपाईँहरूलाई थाहा नै छ, मन्डेदेखि चाहिँ काम यहाँ युरोपमा चाहिँ काम हुन्छ मन्डेदेखि चाहिँ स्याटरडेसम्म र चाहिँ त्यो भित्र चाहिँ म पनि एउटा पढ्छु कि भन्ने उयो छु र होप म चाहिँ यो कन्ट्रीमा चाहिँ बस्न चाहन्छु। अनि मैले सुनेको थिएँ साथीहरूबाट, धेरै साथीहरूसँग क्रोएसियाबाट आउने साथीहरूसँग चाहिँ मैले केही जानकारी पनि पाएको थिएँ होइन। क्रोएसियाबाट आउँदाखेरि चाहिँ क्रोएसियाबाट आउँदाखेरि चाहिँ त्यहाँका पुलिसहरूले चाहिँ थोरै अन्य नेपाली होस् या अन्य देशका नागरिकहरूलाई चाहिँ धेरै दुःख दिन्छ भन्ने सुनेको थिएँ, यो के सत्य हो? यो चाहिँ के भन्दाखेरि अब जस्तै कुर्सियादेखि आउने मान्छेहरूलाई चाहिँ अब म चाहिँ स्टार्टिङमा चाहिँ कुर्सिया आएको थिएँ र कुर्सियामा चाहिँ म चाहिँ इलिगल भएँ, मेरो चाहिँ डकुमेन्ट बनेन र प्रोसेस गर्दाखेरि चाहिँ भएन, त्यही कारणले गर्दाखेरि म चाहिँ यता मुभ हुनु पऱ्यो र मुभ हुँदाखेरि चाहिँ बिचमा मलाई इभन भेटेको भयो चाहिँ अब तिनीहरू चाहिँ पठाउँदिन है रिपोर्ट पेपर दिन्थे र मैले चाहिँ भगवान्को कृपाले गर्दाखेरि चाहिँ मलाई चाहिँ भेटाइदिनु भएन पुलिसको साथमा, त्यही कारणले गर्दाखेरि चाहिँ म इजिली तरिकाले आएँ। तर हुन्छ बिच बाटोहरूमा चाहिँ समस्याहरू हुन्छ, लुटपाट अनि मान्छे मार्ने पनि धेरै घटनाहरू घटेको सुनेको थिएँ। कतिपय मान्छेहरूलाई चाहिँ टाढादेखिबाट आउने मान्छेहरूलाई चाहिँ अब अलिक गाह्रै हुन्छ, तर चाहिँ म चाहिँ इजी तरिकाले आएँ र अनि तपाईँलाई चाहिँ क्रोएसियामा चाहिँ कस्ता खालका समस्याहरू चाहिँ थिए? धेरै नेपाली दाजुभाइहरू हुन्छ क्रोएसियामा चाहिँ कामको सिलसिलामा जानुभएको होइन, त्यहाँ चाहिँ कस्ता खालका प्रब्लमहरू छन् र त्यो देश छोडेर आउनुपर्ने बाध्यता छ नेपालीहरूले? क्रोएसियामा भन्नुपर्दा चाहिँ यस्तो छ, म चाहिँ स्टार्टिङको फेजमा चाहिँ मलाई चाहिँ एउटा कामको लागि म चाहिँ कार्पेन्टिङको लागि चाहिँ आएको थिएँ म चाहिँ नेपालबाट, तर चाहिँ मलाई चाहिँ एजेन्टले झुक्क्यायो, तपाईँको एउटा कामको लागि चाहिँ लिएर आएछ, कार्पेन्टरको लागि चाहिँ लिएर आएछ र अब अर्को काममा लगेर हाल्दै त्यसले चाहिँ अब अर्को काममा हाल्दाखेरि चाहिँ मेरो पेपर अप्लाई गर्दैन, त्यही कारणले गर्दाखेरि चाहिँ म इलिगल भएँ। ए त्यस्तो समस्या रहेछ नेपालीहरूलाई चाहिँ थोरै खोकी लागेछ। यति धेरै दुःख पाउनु भएको छ साथीहरू चाहिँ होइन, हाम्रो नेपाली दाजुभाइ या विभिन्न देशका नागरिकहरूले चाहिँ क्रोएसियामा चाहिँ यति दुःख पाउनु भएको छ। नेपालीहरूको कार्डहरू नबनाइदिने, एउटा काम भनेर लाने एजेन्सीहरूले चाहिँ अर्को काममा लगाइदिने, फेरि 6 महिनापछि चाहिँ कार्डहरू रिन्यू नगरिदिँदा कारण चाहिँ त्यहाँका काम गर्ने नेपाली नागरिकहरूले चाहिँ धेरै दुःख पाउनु भएको छ। त्यसैले त्यो देश छोडेर चाहिँ विभिन्न देशमा शरण लिन आउनुहुन्छ वा कामको सिलसिलामा आउनुहुन्छ। कोही साथीहरूले दुःख पनि पाउनु भएको छ, हुन त सबैले दुःख त पाउनु भएको छ भन्ने छैन होइन, कसैलाई त राम्रो होला, तर धेरै जसो नेपालीहरूले चाहिँ दुःख पाउनु भएको छ। धन्यवाद, तपाईँले मेरो यस भिडियोमा सानो जानकारीमूलक इन्फर्मेसन दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। उहाँ हाम्रो भ्युअरलाई केही भन्न चाहनुहुन्छ? तपाईँहरूले चाहिँ जानकारीमूलक भिडियो हेर्न चाहनुहुन्छ भने उहाँको भ्लगमा चाहिँ भिजिट गर्न सक्नुहुन्छ, त्यही नै भन्न चाहन्छु। र आउन चाहनुहुन्छ भने इटाली आउन चाहनुहुन्छ भने तपाईँहरू चाहिँ आउन सक्नुहुन्छ र चाहिँ सेफली तरिकाले चाहिँ आउनुपर्ने हुन्छ, तपाईँहरू चाहिँ सेफ अप्नाएर चाहिँ आउनुहोस्, इटालीमा चाहिँ राम्रो छ भन्न चाहन्छु। ल धन्यवाद साथीहरू, तपाईँहरूलाई हाम्रो यस ब्लगमा पुरा भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। फेरि पनि नयाँ इन्फर्मेसन भिडियोहरू लिएर आएर तपाईँहरूको माझमा आउनेछन्। अहिलेको लागि चाहिँ बाई बाई।